हेलो साथीहरू नमस्कार। साथीहरूलाई म चाहिँ आज यो ब्याकग्राउन्डमा देखिरहनु भएको छ तपाईँले, यो चाहिँ इन्द्रावती नदी हो है। इन्द्रावती नदी यो यहाँनिर चाहिँ इन्द्रावती सलल्ल बगिरहेछ भने यहाँनिर चाहिँ हाम्रो दाजुले माछा पनि मारिरहनु भएको छ। दाजुले माछा कतिवटा पारेर हुन्छ हेर्दैछु म चाहिँ। यहाँनिर लक्क लाएर माछा ठुलै पर्छ कि भनेर हेर्दैछु है साथीहरू। चाहिँ कसरी माछा मारिँदो रहेछ भनेर हेर्दैछु। इन्द्रावती नदी चाहिँ एकदम कञ्चन पानी बगिरहेछ भने यहाँनिर सरल लगाएर साथीहरू पानी मस्त बगिरहेछ है। ल पानीहरू बग्दैछ यहाँ। ल यो पहिला चाहिँ बाढी आएपछि चाहिँ यहाँ प्राय माछाहरू थिएन। अब चाहिँ बाढी आएको नि धेरै वर्ष भइसक्यो। अब चाहिँ हल्का फुल्का माछाहरू पनि अब हुन लाग्यो। ल पर्यो दाजु, खोइ देखाउनु न यहाँ पारेर, एउटा ठुलो पारेर देखाउनु त यहाँ। दाजु खै मार्दै हुनुहुन्छ है, पर्छ कि पर्दैन हेरौँ। खोइ अलिक ठुलो पारेर देखाउनु त यहाँ भिडियोमा। अहिले चाहिँ माछा अलि यतातिर चाहिँ अलिक कम भएको छ है साथीहरू। यो बाढीले गर्दा चाहिँ माछा मारेर जीविका पार्जन गर्नेहरूको लागि चाहिँ अलि राम्रो छैन साथीहरू। हेर्न सक्नुहुन्छ है यो इन्द्रावती नदीबाट देखिएको चाहिँ यस्तो दामी सल्ल पानी बगिरहेछ। ल सबैजना साथीहरू, इन्द्रावतीमा अब माछा त्यति धेरै छैन। माछा खानको लागि चाहिँ अब सकेसम्म थोरै पाइन्छ। मेलम्चीमा लोकल माछा भनेर अलि चर्चित छ, तर अहिले चाहिँ अलिक कम्ती छ है। अलिक कम्ती मात्रै छ। ल साथीहरू